हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। अनि आज चाहिँ म साउनको आज फर्स्ट पहिलो सोमबार पूजासुजा गरेँ, रेडी भएँ। अनि म आफ्नो ड्युटीको लागि निस्केँ। एकदम पानी परिरहेको थियो क्या। अनि सिटीमा गएँ। हेर्नु न कति धेरै पानीले भिजेर कस्तो भएको छ। अब बाटोहरू पनि सेन्ट्रल मलमा म काम गर्छु नि त। अनि अब अहिले म इन्ट्री गेटतिर गइरहेको छु छिर्नको लागि। कति लामो छ नि यो इन्ट्री गेट एकदम धेरै लामो छ क्या। हिँड्दा गर्नुपर्छ। अनि चेक गराएर म माथि आएँ। हेर्नु सबजना अब आफ्नो आफ्नो काम गर्दैछन्। कोही डिस्प्ले मिलाउँदैछन्। अब समृता दिदीसँग भेट भयो मेरो एकदम मिल्ने दिदी समृता दिदी। अनि यहाँ सबजना भेला भएर हामीहरू सबजना पहिला फर्स्टमा एकअर्कालाई वेलकम गर्छौँ, एकछिन गफसफ गर्छौँ। यस्तो भयो त्यस्तो भयो। अनि त्यसपछि आफ्नो ड्युटीमा। अनि म चाहिँ सेन्ट्रल बजारमा युनिलिभरको सामानहरू हेर्छु, युनिलिभरको प्रोडक्टहरू हेर्छु। केही सकेको छ भने ऱ्याकमा भर्ने, डिस्प्ले मिलाउने। अनि त्यस पछाडि केही सकेको सामानहरू सक्यो भने अर्डरहरू हाल्ने गर्छु। अनि म अहिले चाहिँ म त्यहाँ भीम साबुन मिलाइरहेको थिएँ। मिलाउँदै झारेँ क्या, ढङ्ग हुनु परेन। अनि भीम साबुन झारेँ। अनि यस्तो भिडियो त नबना न भनेको, त्यही पनि पवित्राले खिची। अनि मिलाउँदैछु। अब त्यो भीम साबुन मिलाउँछु, डिस्प्लेमा हाल्छु। अनि यहाँभित्र चाहिँ त्यति धेरै फोन एलाउड छैन क्या, त्यही पनि लुकी भिडियो बनाएको। बाई बाई। अरूमा